साथीहरू, हजुरहरूलाई म एउटा खुसीको खबर सुनाइरहेकी छु है। त्यो खुसीको खबर के हो भने भन्नुहोस् त, आज चाहिँ म दादीमा भए है, हजुरआमा भए। मेरो छोराको, मेरो बुहारीको नानी भयो है, बेबी भएको छ। ट्विन्स, दुईटा छोरा, नाति, दुईटा नातिको धनी हामी भएको छौँ। हामी एकदमै खुसी छौँ है। म चाहिँ सिलगढी गएको थिएँ, म र मेरो देउरानी है। अन्त सिलगढी गएर नर्सिङ होममा छ, एडमिट हो। अन्त सबै ठिकै छ, नानी पनि आमा पनि। र भेटिवरी आए है। अब बस्नु पनि म मिलेन, किनभने घरमा कोही पनि छैन, त्यही भएर म आएँ है। मेरो हस्बेन्ड र म मात्रै छौँ यहाँ होइन। अन्त उता चाहिँ मेरो बुहारीको भाउजू, आफ्नै भाउजू, भदैनी, भाउजूको बहिनी सोल्टिनी, अनि यहाँ हाम्रै छोरी भनौँ यङमित सबै गएर त्यहाँ बसिरहेछ, हेर्ने छ है। अन्त हामी चाहिँ हेरेर आयौँ र एकदमै खुसी छु। मेरो नातिहरूको चाहिँ फोटो अहिले म हाल्दिनँ, पछि हाल्नेछु है। पछि नै हाल्नेछु, भ्लगमा आउँछ नि, तर अलिक पछि है। र एकदमै खुसी छु। बाई बाई।